आज हामी साइकल बनाउन गएको मान्छे हामी साइकल नबनाएर यस्तो चर्को घाममा फर्किँदै साइकल डोराउँदै किन आयौँ त? अनि मैले आज डे कतिको च्यालेन्ज लिएँ त? सो हेलो एन्ड नमस्ते फ्रेन्ड, वेलकम ब्याक टु माई क्षेत्री भ्लग। आइगा प्रकार सुन्नुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले के भ्लग बनाउन लागेको भन्दा आज म साइकल बनाउन जानु लागेको। त्यही भएर मेरो साइकल चाहिँ अहिले मैले बाख्राको खोरमा राखेको थिएँ, त्यसैले मेरो साइकल फोहोर भएको थियो। यता पङ्चर पनि भएको रहेछ। म साइकललाई एकछिन धुन्छु भनेर धुनुतर्फ लागेँ। अनि म एकछिन क्यामेरा यता राखेर साइकल धुनलाई लागेँ। अनि मम्मी उता चाहिँ कपडा धुँदै हुनुहुन्थ्यो, म चाहिँ यता साइकल धुँदै थिएँ, किनभने साइकल लास्टै नै फोहोर भएको थियो। आज चाहिँ पनि बजार बनाउनलाई जान्थेँ। बनाउन चाहिँ के पनि पङ्चर मात्रै टाल्नु थियो। त्यसपछि यस्तो फोहोर साइकललाई मैले एकैचोटि लिएर यस्तो टल्काउने गरिसकेको थिएँ। साइकललाई टल्काइसकेपछि म पनि नुहाएर एकछिन बजारतर्फ लागेँ। बजार जाँदाखेरि म चाहिँ एक्लै थिएँ। अनि तपाईँलाई म एक कुरा भन्छु गाइज, मैले चाहिँ डे 30 च्यालेन्ज लिएको छु। सो सबजनाले सपोर्ट गर्नुलाई। यो चाहिँ मेरो डे 1 हो अनि रेगुलरली मेरो 8 PM मा मेरो भिडियो आउने गर्छ। सो सबजनाले सपोर्ट गर्नुलाई। योमा सपोर्ट पायो भने म डे 100 च्यालेन्ज गर्ने गर्छु। डे 100 मा पनि सबजनाले सपोर्ट गर्नु। त्यसमा पनि तपाईँले फुल सपोर्ट गर्नुपर्ने हुनेछ। अनि एकैछिन म हिँड्दा साथीको घरमा आइपुगेँ। साथीको घरमा आउनसाथ मैले हतारले पम्प मागेर हावा भर्न थालेँ। त्यसपछि साथीले पनि मलाई सानो सहयोग गर्यो। अनि त्यसपछि हामी लाग्यौँ बजारतर्फ। बजारतर्फ चाहिँ जाँदा घामले यस्तो पोलेको थियो, साथीले उहिलिहाल्छु भनेर सकेन। त्यसपछि हामी लाग्यौँ बजारतर्फ फटाफट। बजारमा जाँदाखेरि हामी चाहिँ साइकल चढ्दै गएको थियौँ, फुट्यो नि केही मतलब हुँदैन। फाइनली 1 घन्टा हिँडिसकेपछि यस्तो चर्को घाममा हामी पुग्यौँ साइकल ग्यारेजमा। साइकल ग्यारेजमा त दाइले बाइक बनाउँदै हुनुपर्ने रहेछ। यो बाइक चाहिँ टाढा लग्नुपर्ने हुने रहेछ, त्यसैले हाम्रो साइकल आज बनेन। त्यसपछि हामी चाहिँ गयौँ घरतर्फ। अनि